तपाईहरुले हेरिराख्नु भएको होला है भिडियोमा डीबीडी लिंक र आधार सिडिङ भनेर यति डरलाग्दो अब कमेन्ट मेसेजहरु आइराको छ र धेरै मान्छेहरुले गर्नु पनि सक्नु भएको छैन किनभने चाहिँ सर्भर डाउनले गर्दाखेरि धेरै मान्छेहरुको त्यहाँ एरर आउँदैछ। मैले इमेजहरु पनि हालिराको छु, फोटोजहरु हालिराको छु, तपाईहरुलाई त्यही हालेर नै अपडेट गरिराको छु है। र धेरै मान्छेहरुले अब साइट चलेर पनि अपडेट गर्नु सक्नु भएको छैन। जसको यस्तो मेसेज सो हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ। जसले ट्राई गर्नु हुँदैछ डीबीडी को लागि, डीबीडी ट्राई गर्दाखेरि चाहिँ यस्तो सो हुँदैछ भने चाहिँ तपाईहरुले पहिला आधार सिड गर्नुपर्छ। आधार सिड गर्नुको लागि चाहिँ आधार सिडिङ र डिसिडिङमा गएर चाहिँ पहिला आधार सिड गर्नुहोस्। त्यसपछि चाहिँ डीबीडी लिंकमा गएर चाहिँ त्यहाँ चेक गर्नुहोस् अब चाहिँ त्यहाँनिर अपडेट भएको छ कि छैन। र त्यहाँनिर आधार सिड गर्दा नै तपाईको केही प्रब्लम एरर आउँदैछ भने चाहिँ तपाईलाई बैंक भिजिट गर्नै पर्छ। र आधार सिड गर्दा तपाईहरुको केही पनि प्रब्लम आएको छैन भने चाहिँ तपाईहरुको आधार सिड भएर त्यहाँ डीबीडी इनेबल अलरेडी भइहाल्छ र कुन डेटमा भएको हुन्छ त्यो पनि त्यहाँ डेट सो भइहाल्छ है। जस्तै कि अब धेरै मान्छेहरुले अब हिजो पनि अस्ति पनि ट्राई गर्नु हुँदै थियो, एकदमै सर्भर डाउनले गर्दा मान्छेहरुलाई प्रब्लम भइरहेको थियो र कमेन्ट पुरा गर्नु हुँदैछ मेरो यस्तो सो हुँदैछ यस्तो सो हुँदैछ। त्यस्तो कुनै डराउने कुरा छैन, यो सर्भर एररले गर्दाखेरि त्यस्तो प्रब्लम सो भएको हो। र अहिले चाहिँ दिउँसो चाहिँ चलिरहेको छ र फेरि बेलुका हुँदै गर्दा सर्भर यति बिना डाउन भइहाल्छ। बेसी मान्छेहरुले अनलाइन गर्नु भएर होला यति बिना त्यो सर्भर डाउन हुन्छ र चल्दै चल्दैन मान्छेहरु प्यानिक हुनुहुन्छ। ला मेरो यस्तो भयो अब यस्तो हुँदैन यस्तो हुँदैन। पैसाहरु युवा साथीको पसोस् कि त लक्ष्मी भण्डारको पसोस् कि नपसोस्, तर यो कामलाई चाहिँ गरेर अपडेट राख्नु चाहिँ तपाईहरुलाई एकदम जरुरी छ। फ्युचरको लागि पनि हो नि त, तपाईहरुको अकाउन्टहरु क्लोज नहोस् भनेर हैन। त घर बसी बसी नै यो प्रोसेस हुँदैछ भने तपाईलाई बैंक भिजिट गर्नु पर्दैन नि त यो सब चीजहरुको लागि। र यो चीजहरुलाई अप टु डेट राख्नुस् तपाईहरु। अब हैन यत्रो भिडियोको थ्रुले अब फ्रीमै तपाईहरुलाई यत्रो जानकारी पाउनु हुँदैछ एकदम राम्रो राम्रो। त यस्तोहरुको फाइदा चाहिँ उठाएर तपाईहरुले राम्रो राम्रो कमेन्टहरु गर्नुस् होला है। उल्टा उल्टा कमेन्ट गर्नुहुन्छ, त्यस्तो उल्टा उल्टा कमेन्ट गर्ने मान्छेहरु चाहिँ मेरो कमेन्ट आएर चाहिँ कमेन्ट नगर्नु होला। किनभने चाहिँ म धेरै मान्छेहरुलाई ब्लक पनि गरिसकेको छु है। अब आफूले त केही जान्ने हैन, म जति मलाई आउँछ म त्यति सिकाउँदैछु मान्छेहरुलाई हैन। अब त्यसमा पनि आएर मान्छेहरुले दुनिया थरीको कमेन्ट गर्नुहुन्छ। यस्तो 100मा 99 मान्छे राम्रो नै कमेन्ट गर्ने हुन्छ, एकजना दुईजना मान्छे त्यस्तो मान्छेहरु चाहिँ मेन्टल हुनुहुन्छ होला सायद हैन। अन्त मेरो कमेन्टमा आएर के भन्नुहुन्छ कोही बेला, अन्त त्यस्तो मान्छेहरुलाई म भनिदिदैछु यहाँ यो भिडियोमा है। तपाईहरुलाई अब बेसी नै जानकारी छ भने चाहिँ तपाईहरुले आफ्नो एउटा भिडियो क्रिएट गरेर मान्छेहरुलाई सम्झाउनुहोस् बुझाउनुहोस्। मेरो कमेन्टमा आएर भुक्नु भन्दा राम्रो चाहिँ तपाईहरु आफ्नो भिडियो क्रिएट गरेर उयो गर्नु भने तपाईहरुको भ्यालु क्रिएट हुन्छ हैन। मेरो कमेन्टमा आएर भुकेर केही फाइदा छैन है। र तपाईहरुको कुरा मलाई केही पनि असर पर्दैन। र मेरो 99 कमेन्ट जुन चाहिँ राम्रो आउँछ पोजिटिभ कमेन्टलाई लिएर नै खुसी हुनेछु। र धेरै मान्छेहरुले मेसेन्जरमा मेसेज गर्नु हुँदैछ, मेसेन्जर मेरो अनइन्स्टल गरेको छु मैले हैन। र त्यसमा मेसेज म हेर्नु सक्दिन। र तपाईहरुले यहाँ कमेन्टमै आएर मेसेज गर्नुहोस् होला, म सबैको रिप्लाई दिनेछु है। जसको जे प्रब्लम छ म हेर्नेछु, तपाईहरुले कमेन्ट गर्नुहोस् होला है। र भिडियोमा यति नै भन्नु थियो, तपाईहरुले छिटो छिटो आफ्नो आधार सिड गरेर डीबीडी चेक गरिहाल्नुहोस् है। र भिडियो मन पऱ्यो भने भिडियो लाइक शेयर कमेन्ट गरिदिनुहोस् र फलो पनि गरिदिनुहोस् होला। उल्टा उल्टा कमेन्ट चाहिँ नगर्नुहोस् होला है।